स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। यो त केवल हामी बिमारी हुँदा मात्र बुझ्छौँ हैन। जब हामी बिमारी हुन्छौँ नि कतिपय व्यक्तिहरूले सल्लाह दिन्छन् कि ट्याब्लेट नखानुस्, ट्याब्लेट खानुभन्दा हरियो सागसब्जी र फलफुल खानुस् भन्छ। हरियो सागसब्जी र फलफुल पनि त ट्याब्लेट खाएरै हरियो र फलफलाउँदो भएको हुन्छ। कुरा बुझ्नुस्। त्यही भएर एउटा सानो आफ्नो घरमा करेसाबारी बनाउनुस् जहाँ तपाईँ धनियाँ, टमाटर, खोर्सानी र विभिन्न किसिमका सब्जीहरू आफ्नै हातले उगाउनुहोस्। अलिकति धरतीसँग कन्ट्याक्ट पनि गर्नुहोस्, अलिकति मेहनत पनि गर्नुहोस्। यसरी मेहनत गरेर फलाएर एउटा पकाएको खानामा एउटा फिलिङ पनि हुन्छ र केमिकल पनि हुँदैन र हाम्रो स्वास्थ्यको ख्याल पनि राखिन्छ र माटोसँग प्रेम पनि हुन्छ र अलिकति मेहनत पनि हुन्छ र सुगर इत्यादि जस्तो बिमारीहरूबाट पनि बच्छौँ। त्यही भएर हामीले आफै उगाएर खाने एउटा सिस्टम बनाऊँ। हरियो सागसब्जीहरू हैन, बजारबाट किनेर खाएको त त्यो एकदम जहर खाइरहेको छौँ। तपाईँ आजैदेखि सुरु गर्नुहोस्, नत्र तपाईँको एक दिन बिमारी भएर सबै कमाएको जति पैसाहरू हेल्थमै खर्च हुन्छ।